काम खोज्ने व्यक्तिहरूलाई विशेष सूचना के छ भन्दाखेरि यदि तपाईँले काम खोजिराख्नु भएको छ भने रोजगारी एपमा जसरी तपाईँले भर्नुहुन्छ त्यसलाई सकेसम्म बढीभन्दा बढी भर्नु पनि होस् र अप्लाई पनि गर्नुहोस् है। त्यहाँ थिच्ने बित्तिकै तपाईँ थिचेर नै तपाईँको सूचना अर्को पक्षमा जान्छ, रोजगारदाताकोमा जान्छ। तर भोलि रोजगारदाताले तपाईँलाई चाहिँ अन्तर्वार्ताको लागि आउनुहोस् भन्दाखेरि जानुहोस् पनि, किन अन्तर्वार्तै नदिकन तपाईँको सफलताको कहानी चाहिँ कथा चाहिँ भन्न सक्दैन। त्यसले गर्दाखेरि अन्तर्वार्तामा जानुहोस्। अन्तर्वार्तामा जाने बेलामा तपाईँ जे जस्तो हुनुहुन्छ त्यही अनुसारको प्रस्तुत गर्नुहोस्। धेरै तपाईँहरूलाई डराउनु पनि पर्दैन, धेरै सोच्नु पनि पर्दैन। मुख्य कुरा भनेको तपाईँहरूको त्यहाँ उपस्थिति सबैभन्दा बढी इम्पोर्टेन्ट छ, हैन, महत्त्वपूर्ण छ। र तपाईँहरू त्यहाँ गइसकेपछि आफूले जानेको सिपलाई म कसरी गर्न सक्छु, के गर्न सक्छु भनेर देखाउनुपर्छ भने गरेर देखाइ पनि दिनु होला। नातिकन जानुहोस्, त्यो शुभकामना छ। र रोजगारदाताहरूलाई पनि के भन्छु भन्दाखेरि धेरै व्यक्तिहरूले तपाईँहरूकोमा एप्लिकेसन्स परिरहेको हुन्छ। चाँडैभन्दा चाँडै उहाँहरूलाई सूचना दिएर अन्तर्वार्तामा बोलाउनुहोस्। तर अन्तर्वार्तामा बोलाउँदाखेरि समय तपाईँको मात्र नभइकन ती काम खोजिरहेका व्यक्तिहरूको समय पनि मिलाउनुहोस्, किनभने उहाँहरू काम गरिराख्नु भएको अवस्था पनि हुन सक्ला, अथवा कुनै अवस्थाले तपाईँको अन्तर्वार्तामा आउन नसक्ने अवस्था छ भने कुन बेला उहाँहरूको पनि मिल्छ र आफ्नो पनि मिल्छ, र दुइटै समयलाई मिलाएर गर्नुभयो भने अन्तर्वार्तामा आउने सङ्ख्याहरूको पनि वृद्धि हुन्छ। र अन्तर्वार्तामा यस्तो पनि उहाँहरूलाई फिल नहोस् कि अन्तर्वार्ता भन्ने बित्तिकै डर हुन्छ, त्यसले गर्दाखेरि आउनु मन नलाग्ने सिचुएसन हुन्छ भने तपाईँहरूले आउँ जस्तो वातावरण बनाइदिनुहोस् र धेरै कडाको प्रश्नबाट भन्दा पनि सजिलो वातावरणबाट प्रश्नहरू गरेर उहाँहरूलाई चाहिँ नि मौका दिनुभयो भने पक्कै पनि तपाईँले खोज्नुभएका व्यक्तिहरू अझ बढी पाउने सम्भावना बढ्दै जान्छ।